के नेपालका उद्योगहरू फेरि एक दिन पुरानो गौरव फर्काउन सक्छन्? नेपालमा एक समय यस्तो उद्योग थियो जसले देशलाई कागज उत्पादनमा आत्मनिर्भर बनाउने सपना देखेको थियो। त्यो उद्योग हो भृकुटी कागज कारखाना। यो कारखाना नवलपरासीको गैंडाकोटमा सन् 1985 मा नेपाल सरकार र चीन सरकारको सहयोगमा स्थापना गरिएको थियो। त्यतिबेला यसको उत्पादन क्षमता दिनको करिब 80 टन कागज थियो। नेपालका धेरै सरकारी कार्यालय, पुस्तक प्रकाशन र विद्यालयका कापीहरू यही कारखानाको कागजबाट बन्ने गर्थे। हजारौं मानिसले यही उद्योगबाट रोजगारी पाएका थिए। तर समयसँगै समस्याहरू बढ्न थाले। राजनीतिक हस्तक्षेप, व्यवस्थापन कमजोरी, कच्चा पदार्थको अभाव र लामो समयको लोड सेडिङका कारण उद्योग कमजोर हुँदै गयो। अन्ततः सन् 2011 मा भृकुटी कागज कारखाना पूर्ण रूपमा बन्द भयो। आज पनि त्यो कारखाना नेपालको औद्योगिक इतिहासको एक महत्त्वपूर्ण अध्याय बनेर उभिएको छ र एउटा प्रश्न छोडेको छ, के नेपालका उद्योगहरू फेरि एक दिन पुरानो गौरव फर्काउन सक्छन्?